हेलो साथीहरू, आज चाहिँ मेरो किचनमा के बन्दैछ होला त तरकारी। आज चाहिँ के बन्दैछ, दुई थुक तरकारी बन्दैछ। एउटा चाहिँ भान्टाको तरकारी भने, अर्को करेलाको तरकारी। करेलालाई चाहिँ मैले चाहिँ पहिले फ्राई गरेर बल्ल पछिबाट आलु सालु हालेर पकाउँदैछु कि, अनि भान्डालाई चाहिँ त्यतिकै भान्डालाई आलुसित पकाउँदैछु कि, अनि यसरी पटक पुटुङ पारेर पकाउँदैछु कि मैले चाहिँ साथीहरू। यो चाहिँ करेलो यसरी फ्राई गरेर पकाएन भने चाहिँ तितो हुन्छ कि, मलाई पर्त तितो भयो भने मैले खानै सक्दिनँ यो करेलो चाहिँ। हेर्नु न कस्तो खाम कस्तो रातो भएर कस्तो राम्रो भएको थियो कि त्यो तरकारी चाहिँ आज कस्तो राम्रो भएको थियो। यसरी बनायो भने तितो पनि हुन्न कि खासै, त्यही भएर यसरी पकाउँछु कि मैले चाहिँ। अनि यता चाहिँ उसलाई भान्टालाई पनि मसला पिस्दैछु साथीहरू। त्यो मिक्सरको माथिपट्टिको ढक्कन बिग्रेर मैले चाहिँ हातले पिसेको कि आज चाहिँ मसला चाहिँ, त्यही भएर साथीहरू। त्यसपछि त भान्टाको तरकारी पनि रेडी भइसक्यो। त्यस चाहिँ हामीले खाना खायौँ साथीहरू। आजलाई मिनी ब्लग यति नै, बाई बाई साथीहरू।